हेलो साथीहरू, के I should have हजुरहरूलाई finished those पनि deep fried chicken प्रोक्सी wings from सर्भर last डाउनलोड गर्न night. चाहनुहुन्छ? I'm starving. हजुरहरूलाई पनि विभिन्न सबै इभोगन म्याक्स, भिभ्याज, डायमन्ड सबै वरिपरि भएको प्रोक्सी सर्भर चाहिएको छ भने मलाई लाइक, सब्सक्राइब अनि फलो गर्नुहोला। अनि हजुरहरूले यो प्रोक्सी सर्भर डाउनलोड गर्ने धेरै सजिलो छ। हजुरहरूलाई धेरै म जे गर्छु अनि त्यही गर्नु होला। अनि अब सुरु गर्नेछु म आफ्नो प्रोक्सी सर्भर डाउनलोड गर्ने कसरी गर्ने भनेर। सबैभन्दा पहिला हजुरहरू क्रोममा गएर म जे सर्च गर्दैछु त्यसलाई सर्च गर्नुहोस्। अनि क्रोममा आएर यो फर्स्टवाला वेबसाइटलाई क्लिक गर्नुहोस्। अनि यो डाउनलोड नाउ देखाएको छ अनि त्यो माथि क्लिक गर्नुहोस्। अनि यो तल आइसकेको छ, यो माथि क्लिक गरेर यो डाउनलोडिङ अगेन लेखेको छ त्यहाँ माथि क्लिक गर्नुहोस्। अनि माथि डिटेलमा गएर हेर्नुहोस्, यो डाउनलोड भइसकेको छ। अनि त्यसलाई बाहिर अनइन्स्टल गर्नुहोस्। अनि मैले पहिले निकालिसकेको थिएँ, त्यसैले अपडेट मागिरहेको छ, मैले अपडेट गर्दैछु म। यो ओपन भइसकेको छ। अब यहाँबाट ब्याक जाने अनि ब्याक आएर यो जुन देखाइरहेको छ यही हो त्यो प्रोक्सी सर्भर भनेको। यसलाई ओपन गर्ने। अनि योमा आइसकेपछि गेस्ट आइडीबाट ओपन गर्ने, अरू आइडीबाट ओपन हुँदैन। त्यसैले म गेस्ट आइडीबाट ओपन गर्दैछु। यो गेस्ट आइडी ओपन भयो। अब हजुरहरूले आफ्नो नाम या फिर कुनै नाम पनि राख्न सक्नुहुन्छ। यहाँ जस्तै कि म आफ्नो नाम चुज गर्छु। अनि अब यो माथि जुन पनि सिलेक्ट गर्न सक्नुहुन्छ। अब यहाँदेखि भित्र जाँदैन। अब यहाँनिर यो माथिको युआइडी त्यो फोटो खिच्ने। अनि यो फोटो खिचेर फेरि ब्याक जाने। अनि ब्याक गएर फेरि क्रोममा गएर त्यो फोटो देखेर यहाँ माथि गएर आफ्नो यो त्यो अघि खिचेको त्यसलाई लिएर आउने। अनि माथिको युआइडी कपी गर्ने। अनि तल्ले एउटा लिङ्क छ, त्यो माथि गएर लिङ्क माथि जाने। अनि लिङ्क माथि गएपछि यहाँ आयो। अनि तल देखाइरहेको छ कन्टिन्यू विथ डिस्कनेक्ट 2 आवर्स लेखेको छ, त्यही माथि क्लिक गर्ने। अनि यो माथि मैले पहिला युआइडी हालेको थिएँ, अब अघिको कपी गरेको युआइडी राखेँ मैले। अब कन्टिन्यू गर्ने, फेरि ब्याक आउने। धेरै याद आउँछ यहाँनिर, ब्याक आउने, कन्टिन्यू गर्दै। यो धेरै आइरहन्छ है, फेरि यसलाई भएन अब नभन्नु होला। अब यो 3 4 5 चोटि जति यो गर्नुपर्छ यसलाई। नम्बर 1 भइसक्यो। अब नम्बर 2 मा जान्छ। 4 पटक गर्नुपर्छ यस्तै। अब पछि फेरि हुँदैछ, अझै दुई पटक भइसकेको छ। अब भइसक्यो।
बाहिर यो तल देखाइरहेको छ टाइमर। त्यति बेलासम्म हाम्रो प्रोसेसर पर ओपन भइरहेको छ। ब्याक आउने अब भयो कि नै भनेर अब हेर्नुहोस्। गेम ओपन गरौँ भयो कि नै हेर्नु। जाँदैछ अनि यति बेलासम्म पनि हेरिरहनुहुन्छ भने भिडियो यो स्टेप बाई स्टेप फलो गरेर हजुरहरू पनि प्रोसेसरबाट डाउनलोड गर्न सक्नुहुनेछ। अनि मलाई लाइक सब्सक्राइब गरिदिनु होला किनभने मेरो च्यानल लास्टै डाउन गइरहेको छ। यो माथि कुनै पनि सर्भर खोल्न सक्नुहुन्छ, जस्तै कि म आफ्नो हिसाबले जुन पनि सर्भर खोलिरहेको छु। अब ओकेमा क्लिक गर्ने। अब जाँदैछ भित्र। ओपन गर्ने बित्तिकै 8 इयर्स ओल्डको दिइसकेको छ। यहाँदेखि ब्याक गर्ने। यो के सबै ब्याक गर्ने। हेर्नुहोस् खुलिसक्यो। पहिले गोजोसाको बन्डल लागेको देखाइरहेछ। अब भिभ्यास त लागेको छैन भन्नुहुन्छ होला। अब यहाँ एकछिन यसलाई जान दिनुहोस्। ब्याक गरौँ। अब आफ्नो प्रोफाइलमा जाउँ। प्रोफाइलमा यो अहिले नै खोलेको यो प्रोसेसर पर। अब सेटिङमा जाने। सेटिङमा जाने हो तल वहाँनिर माथि क्लिक गर्ने। अब जुन ब्याच लाए पनि भयो, भिभ्याच, एफएफ मोनिटर प्रो, अनि म चाहिँ भिभ्याच लाउँछु। अब भिभ्याच लागिसक्यो। हेर्नुहोस् अब स्टोरमा हेर्नुहोस्। स्टोरमा बन्डल पनि किन्न सकिन्छ। हेर्नुहोस् तल यो बन्डलहरू धेरै छन्। इमोट पनि अहिलेसम्म नआएको पनि इमोट छ। इन्ट्री एनिमेसन पनि धेरै, लुक चेन्जर पनि छ। अब हाम्रो प्रोफाइलमा चेक गरौँ। नै प्रोफाइलमा होइन, स्टोरमा गएर अब एउटा खतरनाक बन्डल निकालौँ। हेर्न सक्नुहुनेछ यो माथि सबै बन्डल गोल्ड र 25,000 गोल्डमा मिल्नेछ। सिजन 1 गोल्डन सिजन 1 डायमन्डमा पर्चेस गरेँ मैले, किनभने प्रोसेसरमा सबै फ्री छ। इक्विप गरौँ। अब हेरौँ। खतरनाक लुक चेन्जर पनि छ। अहिलेसम्म आएको सबै लुक चेन्जर पनि छ। अब इमोट इक्विप गरौँ। इमोट पनि देखाउँ। सबै इमोट त धेरै छ अहिलेसम्म पाएको, तर खोज्नुपर्छ। त्यसैले अहिले म भएका जतिकै इमोट इक्विप गर्नेछु। इमोट इक्विप गर्दैछु म। अब कोब्रा वालो पनि छ इमोट। मतलब सबै छ क्या। सजिलो यो प्रोसेसरबाट खोल्नलाई मात्र 5 मिनटको कुरो हो। अब उहाँमा गएर स्पिन पनि हाल्न सक्नुहुन्छ, जो हजुरसँग निस्केको छैन। दुईवटा गर्दैछु। पर्छ कि पहिलो स्पिनमा पर्छ कि परेन। अब फेरि स्पिन गरौँ। अब पर्छ कि परेन। फेरि स्पिन गरौँ, किनभने डायमन्डको हामीसँग कमी नै छैन। डायमन्ड 8 करोड डायमन्ड पहिले दिएको हुन्छ। अब कतिखेर मिल्छ, मलाई लाग्छ लास्ट टाइममा मिल्छ होला जस्तो लागिरहेछ। अझ मिलेन। अब
मोमेन्ट छ भन्दा मिलेको हेर्नुहोस् गिटार बजाउनेवाला इमोट मिलिसक्यो यसलाई स्किप गरौँ अनि देखाउँ बाहिर लबीमा